मकर राशि हुनेहरूका लागि यस वर्ष शुभ रहेको छ। यस वर्ष बृहस्पति शुभ फलदायक स्थानमा रहेको हुँदाखेरि आम्दानीहरू बन्ने, नोकरीमा प्राप्ति हुने, नोकरी गरिरहेकाहरूका लागि उन्नति अथवा पदोन्नति हुने, वर्षको मध्यम भागमा भने अशुभ घटनाहरू घट्ने हुँदा सजग रहनुहोला। वर्षको मध्य भागमा शुभ रहँदा पनि शनिको प्रभावका कारणले विभिन्न मुद्दाहरू मामिलाहरू खेप्नुपर्ने, जोस जाँगरहरू हराउने, वैदेशिक रोजगारका लागि जाँदाखेरि अप्ठ्याराहरू आइपर्ने हुँदा सजग रहनुहोला। वैशाख महिनामा भने अलि अशुभ देखिन्छ। जेठ महिनामा धन प्राप्तिको योग रहेको छ भने भदौ महिनामा खर्च बढी हुने, श्रावण महिनामा शिवजीको आराधना गरेमा शुभ फल प्राप्त हुने पनि देखिन्छ भने कार्तिक महिनामा कार्यसिद्धि र आर्थिक दृष्टिकोणले हेर्ने हो भने असार, मङ्सिर, कार्तिक, चैत महिना शुभ मानिन्छ। धन्यवाद।